ह्यापी होली भन्न चाहन्छु है त। फर्स्टमा चाहिँ सबैजनालाई फागु पूर्णिमाको धेरै धेरै शुभकामना। यो वसन्त ऋतुमा पर्ने फागु पूर्णिमाको दिन रङ्गको दिन हो अनि मानवले जितेको दिन हो, दानवले हारेको दिन हो। यो दिनमा रिसाएको आफन्तहरू साथीभाइहरू पनि फेरि मित्रता गाँस्ने दिन हो। सो तपाईहरु पनि रिसाउनु भएको छ कोहीसँग? यदि रिसाउनु भएको छ भने आजको दिनदेखि बोल्नुस्, राम्रोसँग जीवन बिताउनुस्, खुसी हुनुस्, सबैसँग मिलनसार हुनुस्। म चाहिँ तपाईहरुलाई यो फागु पूर्णिमा होली किन मनाइन्छ त भन्ने कुरालाई प्रश्न पार्न चाहन्छु ल। त्रेता युगमा चाहिँ एक दानव राक्षस स्वभावको व्यक्ति थियो अरे। ऊ चाहिँ ब्रह्माको गहिरो तपस्या गर्ने व्यक्ति थियो अरे। तपस्या गरेको देखेर ब्रह्माले चाहिँ भन्नुभएको थियो अरे, तिमीलाई के चाहिन्छ माग, तिमीले जे माग्छु म त्यो दिन तयार छु। यो सुनेर त्यो राक्षसले मागेको थियो अरे, मलाई सारा संसारको शक्ति मलाई दिनु, म सबैभन्दा शक्तिशाली बन्न चाहन्छु अनि म सबैलाई नष्ट पार्न चाहन्छु, मलाई सबैले मान्नुपर्छ, पुज्नुपर्छ भनेर मागेको थियो अरे। अब ब्रह्मले त आफ्नो बाचा पुरै गर्नै पर्यो। त्यही कारण ब्रह्मले आफूले दिएको वचन पूरा गर्नको लागि उसलाई सबै शक्तिहरू दिनुभएको थियो अरे। त्यो शक्तिको दुरुपयोग गर्दै उसले चाहिँ आफ्नो छोरालाई मलाई तिमीले मान्नुपर्छ, तिमीले पुज्नुपर्छ, पूजा गर्नुपर्छ, म सबैभन्दा ठुलो हो, म देवता हो, म संसारकै एकदम शक्तिशाली हो भनेर धाक धम्की दिन सुरु गरेको थियो अरे। त्यो छोरालाई अस्वीकार भयो। छोराको नाम थियो प्रहलाद। प्रहलादको दिदी होलिका, होलिकाको काखमा प्रहलादलाई राखेर एक दिन ठुलो आगो बाल्दिएको थियो अरे त्यो राक्षसले। होलिकालाई चाहिँ शक्ति दिएर अनि प्रहलादलाई जलाउने योजना बनाएर आगो फुक्दाखेरि विष्णु प्रकट भएर प्रहलादलाई बचाएको थियो अरे। तर होलिका त्यही आगोमा जलेर मरेकी थिइन् रे। यस्तो जित, मानवको जित भएको दिन, त्यही भएर पनि होली मनाउने गरिन्छ। यस कथाले कस्तो कुरा देखाउँछ भने त्यो दिन भनेको राक्षसको अन्त्य हुने दिन अनि मानवको जित हुने दिन। जो मान्छे सही बाटोमा हिँडिरहेको हुन्छ, सही काम गर्छ, त्यो मान्छेलाई, त्यो व्यक्ति कहिले पनि नष्ट हुन सक्दैन। ऊ जसरी भए पनि बच्छ और उसको जित हुन्छ भन्ने त्यो कथाले देखाउँछ। यसै गरी सबैको जित होस्, राम्रो काम सत्कर्म गर्ने योजना होस्, यति नै भन्न चाहन्छु है त। यो कथा वास्तवमै भन्दाखेरि आज सबैको स्कुल बिदा, कलेज बिदा अनि अफिसहरू पनि बिदा। आज रङ्गको दिन अनि रमाइलो गर्ने दिन। तर म चाहिँ घरमै बसिरहेको थिएँ। मलाई त्यस्तो मनाउने, होली मनाउने मुडमा म थिएन। अनि बहिनीहरूले बोलाए, त्यसपछि ल त आज अलिकति भए नि मुड फ्रेस बनाऊँ भनेर आएको थिएँ। आउँदा आउँदै बाटोतिरको पनि अलिअलि भिडियोहरू छ। अनि यता आइपुग्दा चाहिँ यो चाहिँ आरुको बोट हो। आरु एकदम मजाले फलेको रहेछ। आजको हाम्रो लास्ट पोइन्ट भनौँ होली खेल्ने ठाउँ चाहिँ लभ डाँडा। यो चाहिँ तपाईको जम्बु डाँडाको पारी पर्छ। अनि यो एकदमै जस्तै गाउँतिरको भाइब्स दिने एकदम राम्रो ठुलो एरिया पनि रहेको छ।
यहाँ चाहिँ प्राय शनिबार केटाकेटीहरू आएर रमाइलो गर्ने पनि ठाउँ रहेको छ। यसलाई अझ रमाइलो बनाउन सकिन्छ, अझ घुम्न मन लाग्ने ठाउँ बनाउन सकिन्छ। यो डाँडाबाट पुरा काठमाडौँ भ्यालीको दृश्य देख्न सकिन्छ। अनि यहाँनिर चाहिँ माथि हामी डाँडामै आएको थियौँ। डाँडामा चाहिँ एकदम रमाइलो भयो। डाँडाबाट हावाहरू सिरेर आउने अनि त्यसपछि बाटोहरू पनि गाउँतिरको याद दिलाउने टाइपको है। अनि अहिले चाहिँ अब हामी सबैलाई थाहा छँदैछ यो टाइम भनेको चाहिँ सबै रुख बिरुवाहरू चाहिँ अलि ड्राई हुने भनौँ न होइन, त्यो सिजन हो। सो द्याट अलिकति ड्राई चाहिँ देखिन्छ। यहाँ हेर्नुहोस् त कस्तो राम्रो भ्यू देखिन्छ। यो डाँडालाई चाहिँ एकदमै पर्यटकीय क्षेत्र बनाउन सकिन्छ। लोकल एन्ड वी क्यान मेक इन्टरनेसनल अल्सो है। इन्टरनेसनल टुरिस्टहरूलाई पनि हामीले यो ठाउँलाई चाहिँ भनौँ न घुम्ने ठाउँ बनाउन सकिन्छ। यहाँनिर चाहिँ माथि अब तामाङहरूकै बस्तीहरू धेरै हुने भएकोले होला यहाँनिर यो प्रेयर फ्ल्याग है त्यो पनि लगाइएको रहेछ। अनि कलर लिएर आयौँ हामी सबैजना। उकालो हिँड्यौँ, बच्चाहरू पनि रमाइलो फिल गर्यो भनौँ है। अनि रमाइलो भयो। अनि यो डाँडाबाट चाहिँ एकदमै रमाइलो देख्दो रहेछ। अब यो पालिको होली फेरि यो एकदमै सिस्टमेटिक भएको देखिए अनि एकदम सिस्टमेटिक थियो। सबैजना आफ्नो आफ्नो मनपर्ने आफ्नो जस आफै होली खेल्ने, अरूलाई नलगाइदिने। अनि त्यस्तो पहिला जस्तो पहिला एक समय थियो, एक हप्ता 2 हप्तादेखि अगाडिदेखि नै हामी बाटोमा हिँड्नलाई नै गाह्रो थियो कि लोला हान्ने, फोहोर पानी हान्ने त्यस्तो थियो। अहिले त्यस्तो केही पनि छैन। एकदम रमाइलो गरेर खेलिराख्नु भएको छ सबैजनाले। यो एकदम रमाइलो हो। अनि हामी पनि यतातिर होली खेल्ने ठाउँ खोजेर अनि तल झऱ्यौँ। बहिनीहरूले चाहिँ कलर ल्याएको रहेछ अनि उनीहरू पनि स्टार्ट गर्यो खेल्नको लागि। म चाहिँ खेलिनँ, मेरो चाहिँ जुटो पनि छ। म चाहिँ यत्तिकै अलिकति भिडियोहरू बनाउनको लागि मात्रै आएँ। जस यतातिर चाहिँ होली खेल्ने ठाउँ बनेको रहेछ, एकदमै खुसी लाग्यो। हाम्रो नेपालमा एकदम राम्रो ठाउँहरू छन्। हामीले गर्न सक्यो भने आफ्नै देशमा एकदमै एक्सप्लोर गर्न सक्छौँ आफ्नो ठाउँहरूलाई। एकदम राम्रो ठाउँहरू छन्। काठमाडौँमा घर छ, घरको पछाडितिर भनौँ यो डाँडातिर चाहिँ अब अलिकति फ्रेस हुन सकिन्छ। अनि यो डाँडाहरू सेम हाम्रो गाउँघरको जस्तै छ। अनि यहाँनिर बच्चाहरू रमाइलो गर्दैछन्। कहिलेकाहीँ मान्छेलाई रिफ्रेसमेन्ट पनि चाहिन्छ। सो द्याट हामी पनि त्यही रिफ्रेस गर्नको लागि चाहिँ यो डाँडामा आयौँ। उनीहरू कलर लाउँदैछन्। अनि मेरो बाबु चाहिँ अब त्यो माटोसँग खेल्दै हो। अनि यो चाहिँ बहिनीको छोरा, मेरो सोल्टिनीको छोरा। अनि तिनीहरू चाहिँ रमाइलो गर्दैछन्। यो बहिनी 2 जनै भइहाल्यो बहिनीहरू। अनि जस रमाइलो बित्यो। मेरो चाहिँ प्लान थियो आज घरमै बस्ने, घरमै जस रेस्ट गर्ने अनि भन्ने थियो, तर त्यो चाहिँ भएन। त्योभन्दा रमाइलो यता आगो पनि हाम्रो भयो। बाटो चाहिँ अप्ठ्यारो हो एकदमै। अब बालुवा खानी पनि भन्दो रहेछ यो लभ डाँडालाई। खै लभ डाँडा कसरी नाम रह्यो त्यो चाहिँ मलाई थाहा छैन। अब सबै केटाकेटीहरू शनिबार चाहिँ यतातिर घुम्न आउने गर्छन्। अनि केही पर्वहरू पर्दा पनि जस यहाँनिर यसरी मनाउँदो रहेछ। हामीले चाहिँ सोचेको थियौँ कि अब त्यहाँनिर चाहिँ आज कोही छैन होला अनि हामी जाने अनि खेल्ने, तर होइन रहेछ। त्यहाँनिर चाहिँ एकदमै धेरै भिडभाड थियो। प्रायः जस्तो चाहिँ त्यही हो, हामी तामाङहरू नै धेरै जस्तो थियौँ त्यहाँनिर। अनि यिनीहरू चाहिँ अब रमाइलो गर्दैछन् आफ्नो आफ्नै पाराले। सबैजना आफ्नो आफ्नै तरिकाले रमाइलो तरिकाले होली खेलिरहेको थिए। त्यो देखेर चाहिँ मलाई एकदम रमाइलो लाग्यो, राम्रो लाग्यो। जस सिस्टममा आउँदैछ, हामीहरू सबैजना सिस्टममै आउनुपर्छ। अनि कुनै पनि कुरालाई रमाइलो गर्ने कुरालाई नराम्रो गरेर हानि पुर्याएर खेल्नु हुँदैन, राम्रो गरेर खेल्नुपर्छ। सो द्याट त्यस्तै भयो जस आजको होली चाहिँ
सधैँ नै यसरी नै रहोस् भन्ने चाहना छ। हेर्दाखेरि लाग्छ नि कुन गाउँतिर गएर खेलेको होला जस्तो होइन है, ट्याक्कै त्यस्तै देखिन्छ नि त। तर यो चाहिँ हो हाम्रो लभ डाँडा। कस्तो मैले चाहिँ जाडै भएन भयो, फोटो भिडियो हाल भयो नगर न। कासु भएको पुसेको छ तिमी चाहिँ हैन, अघि ल्याउनु पर्ने रुमाल पनि छैन। ह्यापी नगर न, अलि मलाई छ्याप्छ भिडियो गर्दै त ल। पकन छोरा अलिकति मात्रै के मैले पुसौँ, अब त्यसैले पुसौँ। अलि एक एक साइडबाट गरे अहिले सबैतिर पुस्नु हुन्छ नि, सबैको मुख मात्रै पुस्नु। मुखरी मुखमा पकसान पक एकछिन पकन एकछिन हुँदैन हेर उसलाई क्या मजा आछ। ए मत त्यो त माटोसँग खेल्न यस्तै हो यो। छि सिङ्गाना आइछ भयो। Amor, não, babu. Nah, kan sabi. Ya, karang ya coba. लभ डाँडा पनि तपाईलाई मैले देखाएँ, कस्तो लाग्यो। तपाई पनि विकेन्डमा आउन सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ, आफूलाई रिफ्रेश बनाउन सक्नुहुन्छ। सधैँ काम गर्दा गर्दा तपाईलाई बोरिङ लागेको छ भने यो डाँडातिर आएर तपाई आफूलाई फ्रेश बनाउन सक्नुहुन्छ। अनि यस्तै छ हाम्रो यो लभ डाँडा। तपाईलाई कस्तो लाग्यो? अझ यो भन्दा पनि राम्रो बनोस् पछि भन्ने चाहना हो मेरो चाहिँ। अनि हामीले होली पनि यही मनायौं, सबैजनाले यही मनायौ। अनि अब भने यस्तै रह्यो होली। तपाईहरुको कस्तो रह्यो? यो भिडियो तपाईलाई कस्तो लाग्यो? कमेन्ट गर्न नभुल्नु होला, सब्स्क्राइब पनि गरिदिनु होला। बाइ बाइ।